ओम शुभ बिहानी। आज हामी हाम्रा यी दुवै हातका दुखाइहरूलाई भगाउने सूक्ष्म व्यायाम गर्न जाँदैछौँ। जुन व्यायाम गर्नाले हाम्रा यी जोर्नीहरू, नाडी, कुइनो, कुमको पछाडिको पाता दुखाइलाई धेरै आराम मिल्छ। तल माथि लान नसक्ने, अगाडि पछाडि लान नसक्ने समस्याबाट पनि आराम दिलाउँछ। आउनुहोस् यसलाई गरेर हेरौँ। यसरी सबैभन्दा पहिला यसरी सिधा बसौँ र हातका औँलाहरू आधा खुम्च्याउँ र फुकाउँ। यसलाई हामी 10 देखि 20 पटकसम्म गर्न सक्छौँ। अब बुढी औँलालाई एकचोटि भित्र पारेर मुठी कसौँ, एकचोटि बाहिर पारेर। यसलाई पनि हामी 10 पटक गर्न सक्छौँ। अब यसरी औँलालाई घुमाइदिउँ। यसलाई पनि हामी 10 पटक गर्न सक्छौँ। अब हातलाई यसो गरौँ, यसरी तनक्क आफूतिर तन्काउँ, फेरि यसरी आफूतिर तन्काउँ। हाम्रो बन्द भएको नसाहरू खुल्न जान्छन्, रक्त प्रवाह राम्रो हुन्छ, नसामा अक्सिजन पुग्छ। 10 चोटि गर्न सक्छौँ। अनि मुठी पारौँ र यसरी घुमाइदिउँ। यसलाई पनि हामी 10 चोटि गर्न सक्छौँ। फेरि भित्रबाट सजिलो छ, जति बेला पनि गर्न सकिन्छ। फुर्सदको टाइममा यसको फाइदा धेरै छ। हाम्रा नसाका हातका जोर्नीहरू, नसा जाम भएको सबै खुलाउँछ यसले। यसरी 10 चोटि गर्ने। यसलाई पनि हामी 10 चोटि गर्न सक्छौँ। आनन्दका साथ यसरी 10 का दरले गर्दै जाने। यसलाई हामी जति बेला पनि गर्न सक्छौँ। अब यसरी घुमाइदिउँ। पछाडिको पाताहरू दुखाइलाई यसले राम्रो गर्छ। यसरी 10 चोटि पछाडि घुमाउँ, 10 चोटि यताबाट पछाडिबाट अगाडि ल्याउँ। अनि हातलाई यसरी नाडीमा समाएर यसरी तन्काइदिउँ, यसरी तन्काइदिउँ। र 10 चोटिसम्म यति गर्नुभयो भने तपाईँको यो हातका जोइन्टहरू दुख्ने, हातलाई तल माथि लान नमिल्ने, पछाडि अगाडि गर्न नमिल्ने समस्याबाट मुक्ति मिल्छ। यसलाई दैनिक बनाउनुपर्छ। आशा छ हजुरहरूले यसलाई दैनिक बनाउनुहुनेछ र यो समस्याबाट मुक्ति पाउनुहुनेछ भन्ने। हस्त नमस्कार।